आज यहाँ धेरै युवा साथीहरूको उपस्थिति छ। मैले 19 वर्षको एउटा युवतीको प्रसङ्ग यहाँहरूको बीचमा राख्छु। प्राइमरी स्कुलमा पढाउने काम गर्थिन् उनी। प्राइमरी स्कुलमा पढाउने काम गर्थिन् उनी। बिहान मर्निङ वाकमा निस्किँदै क्रममा एउटा ठुलो आवाज एउटा खोल्साबाट आइराखेको हुन्छ अनि त्यो खोल्सामा को कराइरहेको छ भनेर नजिकै गएर सुन्दा एउटा ठुलो बाक्साबाट आवाज आइराखेको हुन्छ, मलाई बचाऊ भन्दै गरेको आवाज। हतार हतार त्यो बाक्सालाई खोलेर हेर्दै गर्दा त्यो बाक्साभित्र 60-65 वर्षको वृद्ध व्यक्ति जसलाई लेप्रोसी भएको हुन्छ, कुष्ठरोग लागेको हुन्छ। हतार हतार त्यो वृद्ध व्यक्तिलाई त्यो बाक्साबाट बाहिर निकाल्छिन् त्यो 19 वर्षको युवतीले। अनि त्यो बाक्साबाट बाहिर निकालेर हेर्दै गर्दा उनको शरीरबाट रगतहरू बगिरहेको हुन्छ, पिपहरू बगिरहेको हुन्छ। आफ्नै सोलले कति पनि घिन नमानिकन ती घाउहरू पुसिदिन्छन् अनि पानी खुवाएपछि सोध्छिन्, बुवा तपाईलाई यस्तो अवस्थामा कसले लिएर आयो? त्यो वृद्ध व्यक्तिले करुण कन्दनमा काँपेको आवाजमा भन्नुहुन्छ, नानी पहिला म कमाउन सक्थे, म आफ्नो परिवारको लागि पनि प्यारो थिएँ, तर आज म कमाउन नसक्ने भए म आफ्नै परिवारको लागि पनि सायद बढी भयो होला। आज मलाई आफ्नै छोरा बुहारीले बाक्सामा हालेर फालिदिए। जब त्यो करुण कन्दन मद्दत ती युवतीले सुन्छिन्, उनले त्यही 19 वर्षको उमेरमा कमिटमेन्ट गर्छिन् कि अब मेरो बाँकी रहेको जीवन म यस्तै असहायहरू, दिन दुखीहरू, कुष्ठरोग लागेका व्यक्तिहरूको सेवा गर्छु। साथीहरू, त्यो 19 वर्षको उमेरमा गरेको कमिटमेन्ट, प्रतिबद्धता र त्यो प्रतिबद्धतामा दिएको निरन्तरताले आज उनलाई सिस्टर टेरेसाबाट मदर टेरेसाको उपाधि दिलाएको छ।